record. हेलो एभ्रिवान, नमस्ते। जस्तै हेर्दा हामीसँग एउटा प्रिन्टर आएको छ अहिले। प्रिन्टरले यहाँ हामीले यसरी फोटोकपी पेपर राखेर फोटोकपी गर्दा पनि सबै प्लेन, केही पनि हाल्दैन यसले हैन। यसो हेड क्लिनिङ हैन, पावरिङ फ्लसिङ गर्दा पनि कुनै पनि कलरहरू प्रिन्ट हाल्दैन यसले। यदि यस्तो समस्या भएर आयो भने तपाईहरुले आफै पनि ठीक गर्न सक्नुहुन्छ। यदि सक्नु भएन भने चाहिँ हामीसँग सपोर्ट दिने यसको सल्युसन चाहिँ म गर्दैछु। फोटोकपी गर्दा फ्री प्लेन हैन, प्लेन पेपर राखेछ भन्नु होला। यहाँ कलरफुल पेपर छ। यसको समाधान चाहिँ हामी कसरी गर्छौँ भन्दा म तपाईहरुलाई देखाउँछु। यस्तो भएपछि तपाईहरुले सबभन्दा पहिला एउटा स्क्रु लगाएको हुन्छ। स्क्रु ड्राइभरको सहायताले यहाँको स्क्रु खोल्ने हैन। यो खोल्ने बित्तिकै तपाईले यसरी, म स्क्रु खोलिसकेको छु, यसरी खोलेपछि प्रिन्टर यसरी माथि उचालिन्छ हैन। उचालेपछि यसको यहाँ हेड हुन्छ। हेडबाट यसले मसी तानियो भने यसको चाहिँ वेस्टिङ चाहिँ प्याड यहाँ तल हुन्छ। र यसबाट गएको मसीसँग कनेक्सन चाहिँ यो पाइपसँग हुन्छ। यसलाई चाहिँ हामीले निलको सहायताले पम्प दिएर तान्न मिल्ने हुन्छ। र यो चाहिँ म तपाईहरुलाई तानेर देखाउँछु। पाइप हुन्छ हैन, पाइपलाई यसरी झिक्ने, यसरी झिकेर यसलाई चाहिँ अब यहाँ चाहिँ हामीले यससँग मिल्ने खालको निडल प्रयोग गरेर यसलाई तान्छौँ। यो निडलहरुमा चाहिँ कुन चाहिँ निडल बिच तपाईले चेक गरेर पहिला सफा हुनु पर्यो, कुनै पनि कलर नलागेको हुनु पर्यो। त्यसपछि यसको यहाँ यसलाई ल्याएर यहाँ लगाउने। यो अलिकति ठुलो साइज छ भने बिस्तारै रबर नच्यातिने गरी यसलाई यहाँ पम्पिङ गर्नुपर्छ। यसरी वान आइरहेको छैन, जबसम्म यो मसी यहाँ आउँदैन तबसम्म हामी तानिरहनु पर्छ। पाँच सात पटक गर्दा पनि आएन भने चाहिँ एकचोटि हामीले यसलाई चाहिँ यहाँ खोलेर यसको एयर फ्लो मिलाउनलाई यहाँको मसी हाल्ने ठाउँको बिगहरू खोल्ने। त्यो भयो भने एयरको फ्लोहरू मिल्छ। एयरको फ्लो मिलेपछि अलिकति सजिलो हुन्छ तान्नको लागि चाहिँ। एकछिन छोडिदिने। यसरी यहाँबाट आएन भने चाहिँ अब यस पछाडिको स्टेप भनेको चाहिँ अब तपाईहरुले सर्भिस सेन्टरमा लिएर आउनुपर्छ। अब सेकेन्ड स्टेप भनेको चाहिँ हामीले स्क्यानर युनिटलाई खोलेर हैन, यसलाई चाहिँ यहाँबाट ड्रिङको गएपछि केबल छुट्छ। यसरी यहाँबाट त्यसलाई पनि खोल्ने हैन, यहाँ दुईटा केबलहरू छ, यसलाई पनि छुटाउने। यो गरेपछि यसको स्क्यानर युनिट खुल्छ। यसलाई झिकेर हामी बाहिर राख्छौँ। त्यस पछाडि चाहिँ अब हामीले चाहिँ यहाँ हेडमा हुन्छ, हेडमा एकदम सेन्सर हुने भएको भएर अब हेड यतिकै यता आउँदैन। यसको लागि चाहिँ यहाँनिर यो छ हैन। यसलाई हामीले उयो गर्नलाई यसलाई अपोजिट साइड घुमाउने र अनि फेरि राइट साइड घुमाउने। त्यो गरेपछि यहाँबाट हेड यता मुभ हुन्छ। यसो हेडलाई यता सार्ने हैन। त्यस पछाडि चाहिँ त्यस्तो वेस्टेज पेपरहरू अर्कैसँग निकालेर फाल्नुपर्छ। अब चाहिँ हामीले हेडमा पनि प्रेक गरेर निडल तान्न सक्छौँ। एकदमै सेन्सिटिभ भएर गर्नुपर्ने हुन्छ। यो चाहिँ फर्स्ट कलरलाई यसरी झिक्ने, यसको जिक्ने ट्याब हुन्छ, यसलाई छोएर यसरी बाहिर तान्ने हैन। त्यस पछाडि एकचोटि यसलाई हेर्नुपर्छ यहाँनिर। अब बिस्तारै यही कलरको चाहिँ अलिअलि मसी आहा भने चाहिँ एकछिन छोडिदिने। त्यसपछि अर्को नम्बरको एकचोटि हेर्ने कुनमा चाहिँ एकदमै जेरो छ हैन। यसमा प्रत्येक कलरलाई छुट्टै छुट्टै निडलहरू प्रयोग गर्नुपर्ने हुन्छ। प्रत्येक कलरलाई पालै पालो यसरी निडल प्रयोग गरेर अनि तान्ने। हुन्छ यो चाहिँ एकदमै सेन्सिटिभ हुन्छ है, एकदमै ध्यान दिएर तान्नुपर्ने हुन्छ। यसरी गरेर यसरी आयो नि मसी है, यसरी आएपछि अब यसलाई छोडिन्छ। प्रत्येकलाई पालै पालो यसरी नै गर्ने। ओके ल, हामीले यसरी यसलाई चाहिँ फिट गरिसक्यौँ होइन। फिट गरिसकेपछि अब फाइनली एकचोटि कभर बन्द गरेर एकचोटि यहाँ कपी पेपर एउटा कुनै राखेर प्रिन्ट गरेर हेर्नु पऱ्यो। यदि प्रिन्ट गरेर प्रिन्ट आयो भने चाहिँ अब हामीले गरेको त्यो क्लिनअपले चाहिँ बिचमा छिरेको एयरलाई क्लिन भएर प्रपरली प्रिन्टरले चाहिँ प्रिन्ट गर्छ। ओके ल, यसरी यसमा प्रिन्ट आइसकेछ। यदि तपाईँहरूको प्रिन्टर पनि यो कलर प्रिन्टरहरू छ भने इप्सनको हामीले गरेको प्रोसेस अनुसार तपाईँले गरेर यसलाई प्रिन्ट गर्न सक्ने बनाउन सक्नुहुन्छ। यदि सक्नुभयो भने सक्नुभयो भने बसन्तपुर आइडी सल्युसनलाई सम्झिनु होला। थ्याङ्क यू।